यहाँ धाउनीमा एकजना दाइ जङ्गलमा प्लास्टिकमा खाना खाएर पानी माग्न आउँदैछ मलाई। म उहाँलाई पानी दिँदैछु। के खाएको त्यहाँ? के खाएको? भोक लागेर अलिकति पानी खाने? ल पानी दिन्छ। कहाँ पुग्ने? भोक लागेको छ अलिकति। पानी जाने कहाँ हो? 4 नम्बर जितपुर। 4 नम्बर जितपुर? कहाँबाट आएको त नि? वहीँबाट आएको काठमाडौँ जान्छु भनेर। कहाँ रे? अब जान्न एकदम काठमाडौँ जान्छु भनेर आत्तिमा एकदम हिँडी यति आएको अगाडिबाट एकदम त्यो डाउन्ने भन्ने जग्गा रहेछ एकदम त्यहाँबाट एकदम म फसेँ एकदम। अनि कहाँ जानु पर्ने? अनि किन यस्तो भयो त? के रक्सी खाएको? होइन सुतेको छ निन्द्रा लागेको छ। घरमा राम्रोसित सुत्ने मान्छे एकदम आराम विचार। काठमाडौँ के गर्न जानु लाग्यो? हजुर काठमाडौँ के गर्न जानु लाग्यो? काठमाडौँ जे काम पाइन्छ त्यही एकदम काम गर्न हिँडेको? हजुर। कति दिन भयो घरबाट हिँडेको? 3 दिन भयो। आजसँग अहिलेसम्म 4 दिन भयो घरबाट हिँडेको? हजुर। अनि बसमा जानु पर्थ्यो, गाडीमा जानु पर्थ्यो किन? पैसा थिएन। आज यहाँ पुलिसहरू चाहिँ भनेको एकदम पर्खाएको छु म पठाइदिन्छु भन्नुभयो एकदम। मैले त पैसा छैन एकदम, खाना पनि छैन एकदम। ए अब कहाँ? उता घरै फर्किने? होइन अब पुलिसहरूले के गर्छन्, अब पठायो भने पठाए नभए फर्किन्छु एकदम। ए काठमाडौँ काम गर्नको जानको लागि? भोक लागेको छ एकदम, खाना खाने पैसा छैन एकदम मसँग। अनि रक्सी खायो त? रक्सी खाने पैसा कसले दियो? त्यस्तो भएको एकदम धुलो छ एकदम बसेको एकदम। तपाईँको नाम के हो? हजुर नाम के हो तपाईँको? अरुण थापा। अरुण थापा? हजुर। घर पश्चिम यता जितपुर भनेपछि जातपुर बुटोलदेखि अगाडि। हजुर। अनि तपाईँको आफन्तहरूले तपाईँलाई खोजी खाएन त? 3 दिन 4 दिन त भयो म आएको। अनि त काठमाडौँ नपुगेपछि त आफन्तले त खोज्नु पर्ने हो। मैले फोन गर्छु अलि दिन पर्खिनु भनेको छु। ए पर्खिनु भनेको छ? हजुर। मोबाइल छ? फोन गरिएको छ त? घरको नम्बर छ सबै छ एकदम। फोन गरिदिनु पर्छ भने म फोन गरिदिन्छु। हुन्छ। नम्बर छ? र म फोन गरिदिन्छु। 9867098670 98670985। तपाईँ घरबाट चाहिँ हराएर विपत्ता भएर घरबाट नराम्रो भएर हिँडे त होइन? त्यो त होइन त्यस्तो एकदम हेर्नु सोधिहाल्नु एकदम हो। त म तपाईँको घरमा सम्पर्क गराइदिन्छु। हजुर। म हेर्नु म त जब एउटा ट्रकको ड्राइभर हो होइन, मसँग त केही छैन। तपाईँ जङ्गलमा गएर खाना खानुभयो, प्लास्टिकमा मागेर ल्याउनु भयो होला होइन? तपाईँ राम्रो मान्छे हो या नराम्रो मान्छे हो त्यो मलाई थाहा भएन। म मेरो धर्मबाट तपाईँलाई म 100 रुपियाँ दिन्छु। केही किनेर खानु होला। त्यो बाटोमा फालेको कुराहरू होइन यस्तो यस्तो चिजहरू टिपेर नखानु होला। यदि तपाईँ घर जानु छ भने भन्नु, म तपाईँलाई